हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने। पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ। भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ। भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ। दुःख पीडा मनको सारा एकै शब्दले धोइदिन्छ। खै कस्तो कस्तो आभास उसको मायाको 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 हो 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 हो। एउटा बहाना छ यति लामो बाटो सम्झेर माउदै जिउने। पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ। हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिरसिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने।
छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन। हाम्रो भेट एउटा फेसबुकको ग्रुपबाट कमेन्टमा भेट भएको अनि फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको मैले पठाएको थिएँ कुरा भएको 1 महिनामा नपुग्दै लप परेको कमेन्टमा दोहोरो रिप्लाई यताउति भइरहेको थियो त्यस क्रममा अनि रिक्वेस्ट पठाएँ लुरी थिएँ राम्रै थियो फोटोहरू त्यतिखेर त्यो रिक्वेस्ट पठाएपछि अनि त्यतिखेरै कुराहरू त भएनन् लगभग 2-3 महिना खासै कुरा नभए पनि पछि चाहिँ हाम्रो अनि बिस्तारै कमेन्टहरूबाट हुँदा हुँदै मेसेजमा कुरा हुन थाल्यो गफ हुन थाल्यो हैन के मन परेर चाहिँ लभ गर्यो मसित बानी बिहेभियर बोलीचाली मन पऱ्यो अनि बोलीचाली राम्रो नभएको लभ पर्थेन अनि के चाहिँ मन पऱ्यो सबै चिज के सबैमा के पऱ्यो कस्तो के हुन्छ र के कुराहरूले चाहिँ मन पर्यो सबै आनी बानी भेटै नहुँदा नि रेस्पेक्ट माया सबै कुराहरू बोली सुने पहिले 1 महिनामै थाहा पायो सबै कुरा अब फ्युचरमा चाहिँ जसरी यो 4 वर्ष बित्यो त्यसरी अब एक अर्का रिसाउँदाखेरि पनि अब दुईजना नरिसाउने एउटा रिसायो भने अर्कोले फकाउने सधैँ दुईजना नरिसाउने दुईजना रिसाइहाल्यो भने पनि छोटो समयको लागि मात्रै रिसाउने पानी थाहा छँदैछ होइन त्यो भएर नै 4 वर्ष कटेको फ्युचरमा चाहिँ अब सबैसँगको सम्बन्ध राम्रो रहोस् मसँगको मात्रै नभएर पारिवारिक आफन्त इष्टमित्र सबैसँग राम्रो होस् राम्रो गर्न त्यहाँभन्दा बढी एक्सपेक्टेसन त केही छ मेरो चाहिँ अब तिम्रो केही भयो भन्दा जस्तो अहिले घरबाट घरमा भन्दाखेरि श्रीमाताको टाढा बिहे नहुँदैसम्म पनि एकदम टाढा अहिले चाहिँ छोरीलाई खुसी देखेर नानीलाई सबैभन्दा पनि अस्वीकार गर्नु भएन टाढा भनेर चिन्न चाहिँ मान्नु भयो टाढा छ छोरीले के गर्थे कसरी गर्थे सबैको माया पाएर हामी यहाँसँग चाहिँ पुग्यौँ त्यसैमा खुसी छु मनपर्ने कुराहरू भन्दाखेरि अब सबै कुराहरू मनपर्छ भन्नु त हुँदैन होइन कि अब हुन्छ होला अरू कुराहरू पनि तर राम्रो कुरा भन्दाखेरि अब जस्तो बुझ्छ अन्डरस्ट्यान्डिङ छ केही कुराहरू पनि मैले भने मेरो कुराहरूलाई उसले ट्रस्ट गर्छ बाहिरको कुराहरू सुनेर त्यो कुरालाई ट्रस्ट गर्दैन त्यो ममा ट्रस्ट गरेको नै त्यही नै खुसी लाग्छ चिनेको छ बुझेको छ होइन त्यति नै